हेलो गाइज, आज चाहिँ यो हाम्रो मन रहेको चाहिँ यहाँ यो उता अबला टावर घुम्न जाने रे। त्यही भएर हामी आएको। अब हिँड्नुपर्छ। अब हामी अबला टावर हिँड्दैछौँ है साथीहरू। यहाँ हाम्रो धुरन्धर शेर टाइगरहरू सँगै यहाँ जङ्गलबाट टाइगरहरू आउँछ कि सर्बियाको चिसो हावाले तिमीहरू हिँड्न सक्दैन भने त्यो फुर्ती नलाउ न। अनि छिटो हिँड्न त, के हिँड्न नसकेर त्यत्तिकै आफू चाहिँ हिँड्न नसकेर यस्तो बोल्ने यार, झ्याट। उकालो चढ्दै अबला टावरको यात्रा, सर्बियाको बेलग्रेड सिटीदेखि अबला टावरसम्मको। ल डाइरेक्टर यहाँ एकताल हाम्रो डाइरेक्टर साहेब यहाँ खिच्दै हुनुहुन्छ। हाम्रो सभाका खतरा हामी पट्यौली कफाडी नभन्नु होला, किनकि आज साथीभाइहरूसँग हिँड्दाखेरि आफ्नै के भिडियो मात्र बोलिराख्नु। घुम्न आएको कि भिडियो गर्न आएको? चल, सर्बियामा यस्तो गोठहरू पनि पाउँदो रहेछ। यो घर हो कि गोठ हो भाइ? अबला टावर बल्ल बल्ल देख्यो, बल्ल यता आइसक्यो। यहाँतिर चाहिँ ठ्याक्कै हाम्रोतिरको जस्तै देख्यो। अनि हाम्रो यहाँ केटाहरू छ, खान नलाग्ने केटाहरू, हिँड्न नसक्ने, एकछिन हिँडेपछि बस्दिने। यो यहाँ कसले चलाएको आगो? राईले हो? के कुखुरा पोलेको हो? कुखुरा पोलेको हो? राईको साथी त्यहाँ रहेछ नि, उता के गरे? आज चाहिँ सर्बियाको एकदमै सुन्दर र एकदमै अग्लो अबला टावर घुम्नको लागि म आइरहेको छु। र यो टावरदेखि चाहिँ सर्बियाको अधिकांश बेलग्रेड सहर चाहिँ देख्न सकिन्छ है। सो अब हामी जाँदैछौँ। कफी सप पनि छ त्यहाँ है। सो हामी कफी खाँदै त्यहाँको दृश्य अवलोकन गर्नेछौँ। थ्याङ्क यू। एक्लै भए पनि अघि बढ, मनको आवाज नै तेरो। फोटो आएन? Where is my photo? ल फोटो त मन Dai me. उडाइ त फोटो छाप्दै होला, छाप्दै होला। राम्रोसँग हेर्दा, तल झुकेर हेर्न, झुकेर हेर्दा। आयो 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 आयो। ल यता यता देखाऊ त कस्तो रहेछ। देखाऊ फोटो अफ द डे। ल दामी। Let's take another one. 3, 2, 1. Say cheese. Shine bright like a diamond, like diamonds in the sky. If you like the photo, you can print it or take another one. But I don't like अबला टावरको स्ट्रक्चर चाहिँ यस्तो रहेछ है। यो चाहिँ ठ्याक्क भएर यसरी बनाएको रहेछ। फाइनली अबला टावर आइसक्यो। साथीहरू यहाँ भिडियो बनाउनमा व्यस्त छ। यहाँ कलाकारहरूको सुटिङ चल्दैछ। यो हाम्रो डाइरेक्टर, कलाकार यता छ। कहाँ हिँड्नु भएको? टिकट भन्दै
माथि जानुको लागि कहाँ भगवान्सँग पो टिकट माग्नुपर्छ मसँग टिकट मागेर हुन्छ त्यहाँ माथि जाने हो त्यहाँ जानुको लागि किन टिकट चाहियो हामीलाई हामी प्लेनमा जाने हो र टिकट चाहिन्छ होइन टिकट यहाँ टिकट देखेन यो के हो त यो त के हो बाजेले लेखेको रहेछ त माथि जानुको लागि त टिकट नै किन्नु पर्ने रहेछ अनि अघि त भगवान्सँग जानलाई टिकट चाहिँदैन भने होइन चाहिँदो रहेछ के गर्नु त त्यो त भगवान् त होइन अब के हो त त्यो मुखमा आइहाल्यो भनिहाल्यो त्यसको लागि माफी चाहन्छु हजुर यता आउनुको लागि चाहिँ टिकट लाग्दो रहेछ 400 को टिकटले चाहिँ कहाँसम्म पुग्दो रहेछ अब हामी जाँदैछौँ उप गर्नुपर्ने रहेछ स्क्यान गर्नुपर्ने रहेछ लिन त यहाँ स्क्यान त्यो देखिन्छ त्यो घरहरूको माथिको परेको पनि देख्दो रहेछ के हो रामीहरूलाई के पर्यो यस्तो राई के हो राई के हेर्दै अब क्याफेमा बस्दैछौँ अब के गर्ने हेर्नु आइहाल्यो के गर्ने यहाँ बसेर के गर्ने कफी कफी किनेर ल्याएर आउँदैछ त हो र पैसा आउँदै दिनु न हानिहाल्ने नि कफीहरू यत्रो टावरमा बसेर कफी खान पाइरहेको छु यत्रो हाइटमा त्यहाँ हेर्दा तल हामी कहाँ छौँ त्यहाँ गएर छ कहिले पनि त्यो होइन आँखाको ब्यालेन्स मिलाउनु पर्छ पहिला सुरज सर आज पुरा एक्साइटेड भएर के हेरिरहनु भएको छ यस्तो गगनचुम्बी टावरदेखि यो टावरदेखि चाहिँ यत्रो ठाउँ देखिने रहेछ क्या यसो गाउँहरू हेरिरहेको छ कतिवटा गाउँ आउँदो रहेछ है हेर्नु त्यहाँ पनि रहेछ त्यहाँ पनि रहेछ कुन चाहिँ रहेछ हेरिरहेको छ कि कुन चाहिँमा पनि धेरै जान्छन् क्या होला कहाँ चाहिँ दोकान खोज्छ दोकान चल्छ भनेर सोचिरहेको छ कि तपाईँले जहाँ खोले पनि चलिहाल्छ ओहो यो चाहिँ के को नक्सा हो के को नक्सा हामी बसेको टावरको नक्सा देखिरहेको छ त्यो परिवारहरू पनि देख्दो रहेछ ल हेर्नु त हेर्नु के देख्दो रहेछ ल त सरर हेर्दैन मेरो त्यहाँ सियो हराएको थियो त्यो देख्नुभयो कि ओहो उहाँले यो दृश्य अवलोकन गर्दै हुनुहुन्छ ए घोडा पार्कमा त नेपालीहरू थुप्रै देखिरहेको छ ओहो जानुपर्छ ल फोन गरिहाल्नुपर्छ फोन गर्नु त फास्ट भन्नु पऱ्यो नि डर्नु पर्दैन कि पछाडि केही छैन अलिक स्लो हिँड्नु पऱ्यो क्या तपाईँ कहाँ त्यस्तो हुन्छ त यार क्यामेरा हल्लिन्छ नि सर्बियाको चिसो हावाले मन बगायो तिम्रो मायाले सर्बियाको चिसो हावाले मन बगायो तिम्रो मायाले एकान्तको कोठामा म आफैसँग बोल्छु शब्द भन्दा भारी तिम्रो सम्झना बोक्छु सबै थक्छ तर यो मन थाक्दैन जहाँ गए पनि तिम्रो नामबाट फर्कदैन सर्बियाको चिसो हावाले मन बगायो तिम्रो मायाले टाढा छु संसारबाट तर नजिक छु तिम्रै छायाले नदी चुपचाप बग्छ जस्तो मेरो मन बग्छ कसैले नसुन्ने पीडा गीत बनेर झर्छ आशा रोपेको छु ढुङ्गा माथि पनि सायद फुल्छ तिम्रो सम्झनाले सिचेपछि सर्बियाको चिसो हावाले मन बगायो
बोल्दिन अब धेरै यो मन बगिरोस् तिम्रै धारले